वेलकम ब्याक टु माई च्यानल। अनि आज फेरि आएको छु म अर्को भ्लग लिएर, ओके। अनि छ्या गाइज कस्तो है क्रिन्ज, ओ माई गॉड शिट। गाइज के भन्दाखेरि मैले जहिले पनि भिडियो बनाउँदाखेरि होइन यही ब्याकग्राउन्ड के यही बाटो आउँदा मात्र मजाले पनि भिडियो बनाउँछ। यहाँ हाम्रो पिकु माइला होइन। अनि माइले म त काट्दिनँ। सिज आवर पिकु कहिले गराउँछ यस्तो बाल त मलाई गाइज। अनि आज चाहिँ हाम्रो नगर्न, आज चाहिँ हाम्रो धन्य पूर्णे भन्ने छैन गाइज, प्रोग्राम होइन यो चाहिँ। लाइक यो हामी चाहिँ अहिले जान आँटेको मन्दिर मैले तपाईँहरूलाई देखाइसकेको थिएँ। जहिले जान्छ नि हामी बिहान बिहान दसैँमा, हो त्यही मन्दिरमा चाहिँ आज चाहिँ ठुलो लाइक फेस्टिभल टाइप हो क्या। त्यहाँ चाहिँ गएर दर्शन गर्ने हुन्छ नि। अनि अब भोलि चाहिँ भोग चढाउने, आज चाहिँ दर्शन हो आज। अनि नाच्ने गाउने पनि हुन्छ। सो या गाइस लेट्स गो। दिस इज पिकु मोर जस्तो पिकु। हजुर भन्नु एक्चुअली कसको ख्वाब जग भूमिया। गाइस यसको नाम हुन्छ अर्को के हो गाइस थाहा छ? खट्टु मिकासा। किनकि ल कमरालाई दे। अनि अहिले चाहिँ हामी जाँदैछौँ। अनि उहाँ चाहिँ मेरो आमा हो। के भनिदिनुहोस् आमा? मेरो डिम्पे मन्दिरमा जाने दर्शन गर्नु। भगवती ममको कागमा आइपुग्यो गाइस। अनि उहाँ चाहिँ मेरो आमा हो, तर आमाले नै मलाई आमा भन्नुहुन्छ। गाइस सुरु भए जस्तै। सो गाइस हेर त्यो चाहिँ त्यहाँ गयो। अनि हातमा पूजाको सामान छ सबै खान्छ। अब यो चाहिँ यसको दिमाग छ नि गाइस। खुर्पी खाएर खाऊ बुद्धि गर्नलाई मन गर्छ। मन्दिर चाहिँ त्यो हो। ढोकम अब म यतातिर पल्टनमा लड्यो भने चाहिँ द्याट्स नट माई प्रब्लम। मन्दिर एउटा होइन। अनि भ्यू चाहिँ यस्तो देखिन्छ। जुत्ता फुकाल भाइ, मैले भने नि जुत्ता नला भनेर। अफ ल चाहिँ यो टिम रङ लु नाम खायाम ngata हाल्नु सबै उदा अलि त्यो बना टिकटकबाट बनाउनु खै Basically we are done with the I mean like okay, so guys we are done with the puja हैन. And we are not allowed हैन यताबाट निस्किने हो रे. not allowed to turn back. Night view looks amazing. Look at this cutie. Hi guys. So हामी चाहिँ अहिले के भन्छ माथि घर मामा घरमा गएर मामाको नयाँ वाइफ हेरेर जात्रामा जान आँटेको छौँ होइन गाइज. अहिले चाहिँ 9 बजिसक्यो. तर हामी यति केयर फ्री छौँ. हामी राति हिँड्दैछौँ. सो यस गाइज यो चाहिँ सब गर्ल्स स्टोरी हो. बोय स्टोरीहरू चाहिँ अगाडि गइसके. अब गर्ल्स स्टोरी हो. यस गाइज. नेपालीमा भन्नु त लु के भन्नु भन्नु रे नेपालीमा यहाँ लड्यो भने त ओगात नै पे आमासे के भन्छ त कर्मला गरेर त मैले ओगात चाहिँ दिनु ए भन्नु त माइ चाहिँ कस्तो यता हेर्नु न गोरी देखा ल ओके ओके हाई मम के भन्न चाहनुहुन्छ भन्नुहोस्. ए आँखा देख्दैन. ओ आम सरी. केही देख्दैन है झन् यसरी लाइट देखाउँदा त.
गाई त्यस्तै हो Nadinga. Yo मान्छे कहिले पुग्नु भन्छ है हुँदैन बाजे यत्रो हो है अब त बढ्ने उमेर गयो बाजे ठुलो पनि क्या पनि पठायो त मुला आमा चाहिँ खान्नी झिम्गा चाहिँ त्यसलाई बढ्यो पुरो हो जा Doga giri ni ho, dah ni palang ni pelu pelu beranjak. To sama mas. Ya ni mula gimana? Nana, balenga, nega अच्छा. नसक्ले भुक्टिङ जाला अगाडि काजल बुझे गोटो चाहिँ रे खम त. लास्टै त तुम दे. म खाइ त नि के. ल त्यो चाहिँ तुन खाइ कि रिङ खाइ कि. हैन. आहा, Loh, ayo gig pहिले. दादाले सकिरहेछ नि के भयो त हाम्रो बोकेर लाग्नु पर्यो
जाँदैछौँ गाइस डन विथ द पूजा अब हामी घर जान्छौँ अनि केलाउँछौँ अनि त्यही तैँले नराम्रो कालो कालो धोक्सी बनाउँछ बनाउँदैन क्या बनाउनु किन खानु भएको माटो माइजूलाई यो ब्लग बनेर हो नि यस्तो राम्रोसँग बोलेको तपाईँ माइजूको त भनिहाल्छ नि म चाहिँ राम्रै बोल्दैन अचम्मै बच्चाहरू पनि के ओह त्यहाँ चाहिँ बाँदरहरू सुरु भइसक्यो म रुखमा चढ्छु खै तर के हुनु फाट्यो भन्छ फाटिँदैन केटीहरू के फाट्छ यो चाहिँ राङ्लान मोल्दै माथि चोर भने चोर चोर है गाई त्यो चाहिँ आँगरे छ ल ल्यायो बगटे ल्यायो मोलेर खाने अब यहाँ 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 हालौ ल जट्ठ बोरो डाना के बोरो बगटे भन न सिधै लड्छ बनु खान त्यो चाहिँ उता हारियो बोक्रा काटे टारियो युजमा त्यसले नदेखा न मल्नु हाली चाहिँ बोक्रा नाइ त मल हे ओइ म आएछ भने तन्बाको यति के हुडीको कालो पनि लगाएको रहेछ यो चाहिँ होइन जबरजस्ती हो कि मैले हामीले काटिरहेको थिएँ होइन म पनि काट्छु नि म नि काट्छु भनेर मलाई त्यस्तो नराम्रो पनि पोर्ट्रे नगर्ने त नराम्रै छ कि तर भन्नै पर्दैछ अनि तँ चाहिँ राम्रो भएर के खुत्तिस यस्तो छ बोली उता गर्न देखेन सँग भन्दा दे बुझ्दैन वाउ गाइस रस लस्यो हो बगडे हो के रस ब्रस गरेर उ गाइस बानी त छैन त उ बानी बेहोर त केही पनि छैन आमा पनि छ आमा पनि बानी बेहोर के छैन के छैन म आमा मेरो आमाको त छ बानी बानी छ यसको चाहिँ छैन काट्न चाहिँ जाने होइन गाइस यहाँ फुटाउनु बोल्दै जिब्रो टोकी जिब्रो चाहिँ टोका छैन बनाउनु न खाँदैछु समातेर नि के हो यो खाने मान्छे त लसुन पिट बोल्यो